लागि लक्ष्मी छेत्रीलाई यस मञ्चमा आमन्त्रण गर्न चाहन्छु। जीवनमा लक्ष्य भए सफलता टाढा हुँदैन, मेहनत र आत्मविश्वास भए कुनै सपना अधुरो रहँदैन, मेहनत र आत्मविश्वास भए कुनै सपना अधुरो रहँदैन। धन्यवाद सर। सुनौलो बिहानीसँगै मञ्चमा विराजमान आदरणीय प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू, सम्माननीय गुरुवर्ग एवं मेरा प्रिय मित्रहरूमा म कक्षा 9 मा अध्ययनरत छात्र लक्ष्मी छेत्रीको तर्फबाट हार्दिक नमन। आज म मेरो जीवनको लक्ष्य विषयमा आफ्नो केही भनाइ राख्ने अनुमति चाहन्छु। जीवनमा लक्ष्य हुनु अत्यन्त आवश्यक हुन्छ। लक्ष्यले हामीलाई जीवनमा अगाडि बढ्न मद्दत गर्छ, मेहनत गर्न प्रेरणा दिन्छ र सफलताको बाटोमा अगाडि बढ्न मद्दत गर्छ। लक्ष्य बिनाको जीवन दिशाहीन यात्रा जस्तै हुन्छ। प्रिय साथीहरू, म तपाईँहरूलाई एउटा प्रश्न सोध्न चाहन्छु। यदि भोलि हाम्रो देश सङ्कटमा पर्यो भने त्यसको रक्षा गर्ने कसले? यदि भोलि हाम्रो देशमा प्राकृतिक विपत्तिले जनजीवन प्रभावित गर्यो भने त्यसको रक्षा गर्न सबैभन्दा पहिले को पुग्ने? यही प्रश्नको उत्तर हो नेपाली सेना।